नमस्ते। आज हामी एउटा निकै महत्वपूर्ण विषयमा गहिरिएर कुरा गर्दैछौं। हो, के विषय होला? बालबालिकाको अनलाइन सुरक्षा, खास गरी उनीहरूले सामाजिक सञ्जाल कसरी प्रयोग गरिरहेका छन् भन्ने बारे। यो त एकदमै जरुरी कुरा भयो आजकल। हो नि। यसका लागि हामीसँग श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री राजेन्द्र प्रसाद पाण्डेले तयार पार्नु भएको सामग्री छ। अच्छा, विद्यालयकै अनुभवबाट आएको, त्यो त झन राम्रो भयो। डिजिटल संसारमा अवसर त छन्, तर जोखिम पनि उस्तै छन् नि, हैन? बिल्कुल। उहाँको अनुभव र सुझावहरूबाट अब 10 कक्षासम्मका विद्यार्थीहरूलाई कसरी सुरक्षित र जिम्मेवार बनाउने भन्ने मुख्य कुराहरू हेरौं न त। एकदमै सान्दर्भिक विषय। प्रधानाध्यापक पाण्डेको सामग्रीले भने जस्तै बालबालिका इन्टरनेट चलाउँदा भावनात्मक र बौद्धिक हिसाबले अलि बढी संवेदनशील हुन्छन् क्या। हो, त्यो त हो। अवसर र जोखिम सँगसँगै आउँछन्। उहाँको नोट अनुसार सुरुमा त साइबर सुरक्षाको आधारभूत कुरा बुझ्न जरुरी छ, जस्तै सकोस् भनेर कसरी जोगिने हो। र उहाँको सामग्रीमा एउटा मुख्य सुझाव के थियो भने बलियो पासवर्डको प्रयोग, हैन? हो नि, कम्तीमा 8 देखि 12 अक्षरको हुनु पर्यो रे। अक्षर, नम्बर, अनि त्यो विशेष चिन्ह पनि मिसाएर, जस्तै school@2024 यस्तो खालको। किनभने सजिलो पासवर्ड भयो भने त अब विद्यालयको शैक्षिक पोर्टलहरूमा पनि जोखिम बढ्छ होला नि। त्यही त, सामग्रीमा त्यही उल्लेख छ। अनि अर्को महत्वपूर्ण कुरा के भने व्यक्तिगत विवरण, जस्तै नाम, ठेगाना, फोन नम्बर। हो, यस्ता कुरा अनलाइनमा शेयर नगर्ने। अनि अपरिचित व्यक्तिसँग त कुरै नगर्न निकै जोड दिएको छ। त्यो त एकदमै होशियार हुनुपर्ने कुरा भयो। एकदमै महत्वपूर्ण छ। र स्रोतमा अर्को ठूलो खतरा औल्याइएको छ, फिशिङ। फिशिङ भन्छ नि। फिशिङ यो भनेको चाहिँ झुक्क्याएर संवेदनशील जानकारी चोर्ने प्रयास हो क्या। कसरी झुक्क्याउँछन्? प्रधानाध्यापक पाण्डेको अनुभवमा विद्यार्थीहरूलाई तपाईको खाता ह्याक भयो वा ल बधाई छ पुरस्कार जित्नुभयो जस्ता नक्कली सन्देश वा इमेल आउँछन् रे। अनि त्यसैमा क्लिक गर्यो भने फसिने। हो, त्यसैले उहाँले के सुझाव दिनुभएको छ भने अपरिचित लिंक खोल्दै नखोल्ने। ठीक हो। अनि बैंक वा अरू आधिकारिक ठाउँले कहिले पासवर्ड वा ओटीपी फोन इमेलबाट माग्दैन भन्ने कुरा सधैँ याद राख्ने। अनि कुनै वेबसाइट खोल्नु अघि त्यो ठेगाना बारमा HTTPS र तालचाको चिन्ह छ कि छैन त्यो चाहिँ हेर्नु पर्यो। हो, त्यो सानो तालचा महत्वपूर्ण रहेछ। एकदम। तर अब फिशिङ जस्ता खतरा भए पनि सामाजिक सञ्जालका राम्रा पक्षहरू पनि त छन् नि, हैन? स्रोतले पनि स्वीकारेको छ होला। छ नि, किन नहुनु? जस्तै शैक्षिक सामग्री खोज्न, युट्युबमा ट्युटोरियल हेर्न, फेसबुक ग्रुपमा पढाइका कुरा छलफल गर्न। हो, अनि साथीभाइ परिवारसँग सम्पर्कमा रहन पनि यसको सदुपयोग गर्न सकिन्छ। अनलाइन कक्षाको लागि त कति उपयोगी भयो, हैन र? भयो। तर पाण्डे सरको सामग्रीले यसको दुरुपयोग बारे पनि उत्तिकै सचेत गराएको छ। के कुरामा होशियार हुनुपर्छ रे? जस्तै झुटा समाचार, फेक न्यूज भन्छ नि, त्यो शेयर नगर्ने अनि यसमा धेरै समय बिताएर पढाइ बिगार्न भएन। त्यो त हो। अनि अर्को कुरा, अरूसँग आफूलाई अनावश्यक तुलना गरेर त्यो हीनता बोध हुने सामग्रीबाट टाढा रहनु पर्यो। त्यो पनि समस्या हो है? हो नि। अनि अर्को गम्भीर समस्या जसलाई उहाँले निकै जोड दिनु भएको छ त्यो हो साइबर बुलिङ। अनलाइनमा गरिने हेप्ने धम्काउने काम हो। अनलाइनमा कसैलाई धम्काउने, होच्याउने वा नराम्रो अपमानजनक कुरा लेख्ने काम गर्नु भएन। अनि कसैलाई त्यस्तो भइहाल्यो भने नि, यदि कोही यस्तो व्यवहारको शिकार भयो भने तुरन्तै विश्वासिलो वयस्कलाई भन्ने, अभिभावक, शिक्षक वा आवश्यक परे प्रहरीलाई। यो चाहिँ स्पष्ट निर्देशन नै छ। भनेपछि यी कार्यहरू अनुशासनहीनता मात्र होइनन्, कानूनले पनि हेर्छ होला नि। स्रोतमा नेपालको सूचना प्रविधि ऐन 2063 बारे पनि उल्लेख छ, हैन? हो, छ। त्यो ऐनले एफा अनलाइन गतिविधिहरूलाई नियमन गर्छ। कस्तो कारबाही हुन्छ त? जस्तै स्रोतमा उल्लेख भए अनुसार कसैको अनुमति बिना उसको कम्प्युटर वा डाटामा पस्ने, बिगार्ने, अश्लील सामग्री पोस्ट वा शेयर गर्ने वा अनलाइनबाट ठगी गर्ने जस्ता काम गरेमा दण्ड हुन्छ। कतिसम्म?
अश्लील सामग्री फैलाएमा त 1 लाख रुपैयाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। ओहो, यो त थाहा पाउनु पर्ने कुरा रहेछ। हो नि, यस्ता अपराधको उजुरी नेपाल प्रहरीको साइबर ब्यूरोमा गर्न सकिने जानकारी पनि दिएको छ। यो कानूनले बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउने र उनीहरूको गोपनीयता सुरक्षित राख्ने लक्ष्य राखेको छ। यो सबै कुरामा अब अभिभावक र शिक्षकको भूमिका त झनै महत्वपूर्ण हुने भयो। स्रोतमा यसबारे केही विशेष सुझाव थिए कि? थिए नि। प्रधानाध्यापक पाण्डेको अनुभवमा आधारित सुझाव के छ भने अभिभावक र शिक्षकले बालबालिकासँग नियमित रूपमा खुला कुराकानी गर्नु पर्यो। संवाद महत्वपूर्ण भयो। हो, उनीहरू अनलाइनमा के गर्दैछन् भनेर निगरानी मात्र होइन, उनीहरूलाई गाइड पनि गर्नु पर्यो। अनि विद्यालयमा साइबर सुरक्षाबारे सचेतना कार्यक्रमहरू चलाउनु पर्यो र उमेर अनुसार फरक जानकारी दिनुपर्छ। कस्तो फरक जानकारी? सानालाई आधारभूत सुरक्षा नियम हैन, अलि ठूलालाई गोपनीयता सेटिङ, डिजिटल फुटप्रिन्ट। डिजिटल फुटप्रिन्ट भनेको हामीले अनलाइनमा छोड्ने छाप, हामीले के पोस्ट गर्यौं, के लाइक गर्यौं, त्यो सबै। त्यो पनि सिकाउनु पर्यो। अनि साइबर अपराधका कानूनी परिणाम बारे पनि बुझाउनु पर्यो। निरन्तर संवाद र विश्वासको वातावरण नै सबैभन्दा प्रभावकारी उपाय हो भनिएको छ। त्यसो भए प्राध्यापक पाण्डेको सामग्रीको सार हेर्दा डिजिटल संसारमा बालबालिकालाई सुरक्षित राख्न उनीहरूलाई सही ज्ञान दिनु, सामाजिक सञ्जालको सही प्रयोग सिकाउनु र सम्भावित कानूनी परिणामहरूबारे सचेत गराउनु यो एकदमै आवश्यक देखिन्छ। हो, यो केवल नियम लाद्ने कुरा मात्र भएन नि, उनीहरूलाई सक्षम बनाउने कुरा भयो। एकदम। र अन्त्यमा उहाँको सामग्रीले सोच्न बाध्य बनाउने एउटा प्रश्न छोडेको छ। के प्रश्न? हामीले बालबालिकालाई अनलाइन जोखिमबाट कसरी बचाउने भन्नेमा मात्र ध्यान दिने कि उनीहरूलाई डिजिटल संसारमा सक्रिय, जिम्मेवार र सकारात्मक योगदान दिन सक्ने नैतिक डिजिटल नागरिक कसरी बनाउने भन्नेमा पनि सोच्ने। ओहो, यो त साँच्चै गहिरो प्रश्न भयो। बचाउने मात्र होइन, असल डिजिटल नागरिक बनाउने। हो, यो वास्तवमै मनन योग्य प्रश्न हो।